लागि सभाध्यक्षसँग अनुमति चाहन्छु। सर्वप्रथममा के भन्न चाहन्छु महोदय कि लागु पदार्थ भनेको के हो? लागु पदार्थ भनेको मानिसमा लक्ष्य सिर्जना गरी कृत्रिम वा प्राकृतिक रूपमा तयार पारिएको एउटा त्यस्तो औषधि हो जसले हाम्रो स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै भावनामा पनि परिवर्तन ल्याउँछ। गाँजा, चरिस, भाङ, औफिन, मर्फिन, गोडी, मेथाडिन जस्ता लागु पदार्थका उदाहरण हुन्। लागु पदार्थ खाएर कस्तो जङ्गल सखा पार्छ नि? हो छि। त्यसै गरी समय लिन थालेको एक शब्द सुरुको धुवा र एक खाली थालीबाट अक्षर सुरु हुन्छ। लागु पदार्थ बुझ्दैछ नि? लागु पदार्थको सेवन गर्नाले हाम्रो बालबालिकाहरूमा नकारात्मक प्रभाव पार्छन्। लागु पदार्थ बुझ्दैछ नि? बिस्तारै गाँजा, चुरोट, औफिन, मर्फिन, गोडी, मेथाडिन जस्ता नार्को ड्रग्सहरूको प्रयोगले अन्धकार हुँदैछन् हाम्रा बालबालिकाका हजारौं सपना अनि भौतिक जीवन। आजको युग त समृद्धि र विकासको युग हो, ज्ञान र विज्ञानको युग हो, जसले अनुसन्धान र आविष्कारको क्षेत्रमा काम गर्न सक्छन् नि हो त्यो नै शक्तिशाली हुन्छ। हिजोको सफलताहरूलाई जोगाइराख्ने अमेरिकन र युरोपेली आज उही मार्गमा छन्। उनीहरूले शिक्षा, स्वास्थ्य, खेलकुद, रेखदेख, स्याहार सुसार नीतिगत ढङ्गबाट आफ्नो बालबालिकाहरूमा लगानी गरिरहेका छन्। म प्रश्न गर्न चाहन्छु महोदय कि हामीले आफ्ना बालबालिकाहरूका लागि त्यही किसिमका वातावरण सिर्जना गर्न सकेका छौँ? अवश्य पनि गर्न सकेका छैनौँ। हामीहरूको युवाले आफू लागु पदार्थको दुर्व्यसन असरबारे आफू र आफ्ना साथीहरूलाई भन्न सक्छ, जसको कारण समाज र विद्यालयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। घर परिवार तथा समाजले लागु दुर्व्यसनको कारणले व्यक्तिहरूलाई चाहिँ सम्झाउनु पर्छ। युवा समाजले लागु पदार्थबाट टाढा रहँदा चाहिँ सकारात्मक वातावरणको सृजना गर्नुपर्छ भन्न त धेरै इच्छा थियो महोदय, तर के गरौँ समयको प्रतिबन्धमा बाँधिएको छु। लास्टमा म यही भन्न चाहन्छु कि एउटा सानो